आखिरमा हामीलाई ढुङ्गाबाट निकालेरै छाडे र ढुङ्गा गयो। हामीलाई छोडेर उक्त ढुङ्गाले खोला पार गर्यो। निकै दुःख मान्दै र निराश हुँदै केही बेर त म रोएँ। मलाई डोराउनेले भन्यो, हामी खोलाको किनारमा जाउँ र जहाँ खोला साँघुरो र धेरै गहिरो छैन त्यहीबाट तर्ने प्रयास गरौँ। निराश हुँदै हामी 20 मिनेट जति हिँड्यौँ। आकाशमा हाम्रो पछाडि मिसिन गनको चर्को आवाज सुनियो। हामी लुक्यौँ र खोलातिर हेर्दै गऱ्यौँ। पार गर्न खोलाको बीचमा पुगेको त्यो ढुङ्गालाई धेरै सेनाहरूले गोली हान्दै रहेछन्। केही मिनेटपछि त्यसमा भएका मानिसहरू रुँदा रुँदै त्यो ढुङ्गा डुब्यो। खोला त शान्त थियो, तर फेरि पनि एकपटक मृत्यु मेरो नजिकै रहेछ भनी बाँच्ने आशा मैले त्यागेकी थिएँ। आफ्नै आँखाले सबै देखेपछि म अब हिँड्न नसक्ने भएँ। यस्तो डरलाग्दो मृत्युबाट मेरो जीवनलाई कसले बचायो? मलाई बचाउनेलाई नै त्यसपछि के हुँदैछ भन्ने थाहा भएको हुनुपर्छ। मलाई यसरी हरेक खतरनाक घडीबाट कसले बचायो? खोलाको पानी भित्रका ढुङ्गाहरूमा लेउ जमेकोले निकै चिप्लो थियो। मलाई डोराउने र मैले हाम्रो जुत्ता नचिप्लोस् भनेर परालले कसेर बाँध्यौ। अनि बिस्तारै उसलाई पछ्याउँदै म खोलामा पसेँ। चैत महिनाको सुरु भए पनि खोलाको पानी निकै चिसो थियो। खोला गहिरिँदै मेरो छातीसम्म पुग्यो। मेरो पिठ्युमा बोकेको नानीको घाँटीसम्म पनि पुग्यो। सकेसम्म अग्लिनको लागि पानीभित्र बुढी औलाको भरमा मात्र टेकेर आफैलाई अग्लाए, तर कडा छालको कारणले म त्यसभन्दा अघि बढ्न सकिनँ। अब म यही पानीमा मर्छु होला भनेर सोचेँ। तर मेरो पछाडिबाट पाखुरा समातेर बिस्तारै मलाई कसले उचाल्यो। मलाई थाहा थियो मेरो खुट्टाले खोलाको पिँधमा टेकेको थिएन। मलाई यस्तो अँध्यारो रातमा खोला तर्न कसले उचालेको होला? म, मेरो नानी र मलाई डोराउने मेरो त्यस साथीको जीवनलाई यस्तो गम्भीर दुःख र सङ्कटबाट कसले बचायो मलाई थाहा छैन। तर अन्तमा 3 वर्षपछि कोरियाली युद्धको समयमा शरणार्थी भएर जाँदा उहाँलाई भेटेपछि मात्र मैले पत्ता लगाएँ उहाँ को हुनुहुँदो रहेछ भनेर। उहाँ त्यही हुनुहुन्थ्यो जसले मलाई धेरै पटक बचाउनु भएको थियो। आखिर हामी सियोलमा पुग्यौँ र जनताको औषधालयबाट थुप्रै गरिबहरूको सेवा गरिरहनुहुन भएका मेरा मामा डाक्टर सुकचान चुलाई भेट्यौँ। उहाँले मेरी भान्जी त मरिसकेकी होलिन् भनेर सोचिरहेकै बेलामा म मेरा 2 नानीहरू च्यापेर त्यहाँ पुगेकी रहेछु। उहाँ र मेरो श्रीमान हर्षासु बगाएर रुनुभयो। आङसन आङसन, यदि तिमी मरेकी भएदेखि म मरेपछि कसरी म तिम्रो बाजेसँग भेट्थे होला? उहाँ मेरो हात समातेर दोहोऱ्याइ दोहोऱ्याइ रुनुभयो। कोरियाली युद्ध सकिएपछि मेरो मामाले अस्पताल बनाउने योजना गरेर धेरै जग्गा किन्नुभयो। तर उहाँ मेरो हजुरबुबाको पाइला पछ्याउन चाहनुहुन्थ्यो। कोरियाको भविष्य उज्जवल बनाउन थुप्रै जवानहरूलाई शिक्षा दिनु धेरै महत्त्वपूर्ण कुरा थियो। त्यसैले उहाँले राजनीतिक शास्त्रको कलेज खोल्नुभयो। यही विश्वविद्यालयपछि गएर कुनकुक विश्वविद्यालयको रूपमा परिचित भयो। पछि पेसा मिल्ने भएको हुनाले मेरो श्रीमान र मामा मिलेर 700 एकड जमिन किनेर कुनकुक विश्वविद्यालयको स्थापना गर्नुभयो। कुनकुकको अर्थ राष्ट्र निर्माण भन्ने हुन्छ। मेरो श्रीमानले आजीवन सन् 1968 सम्म यस विश्वविद्यालयको कार्यकारी निर्देशक तथा सञ्चालक समितिको अध्यक्ष भएर स्कुलको सम्पूर्ण प्रशासन चलाउनु भयो। मेरो मामा डाक्टर चुलाई उहाँले कोरियामा शिक्षा विकासमा गरेको योगदान स्वरूप कोरियाली राष्ट्रपतिले पदकद्वारा आफूसित समेत गर्नुभएको थियो। उहाँले शान्ति क्रान्ति जस्तो बहुचर्चित पुस्तक पनि लेख्नुभयो, जो पछि गएर राष्ट्रपति पार्क चुहीको नवीन ग्रामीण आन्दोलनको लागि
जग साबित भएको थियो।